सो हेलो गाइज, आज चाहिँ मेरो बारबाडीतिरबाट ब्लग स्टार्ट हुन्छ। सधैँ भिडियो मात्रै लिएर आएको थियो नि त, आज चाहिँ ब्लग जस्तै लिएर आएको छु। बिरगन्जबाट घरतिरबाट भिडियो गर्न पाएन, सो बिरगन्जबाट ब्लग गरेर चाहिँ हाई हेलो सबैलाई। सुरुमा लाइक गरिदिनु भनिसकेँ, लाइक गर्नु है। आजको दिन चाहिँ होइन ईद परेर रहेछ, ईदको दिन भएर बारबाडी चाहिँ भिड जस्तै थियो भने सब समुदायको बढी मेम्बरहरू हुनुहुन्थ्यो, धेरै भिड थियो क्या। अनि म चाहिँ अनि नाच्दै हिँडिरहेको थिएँ, अनि मेरो साथी चाहिँ आउनु मन थिएन कि आज। अनि मैले जबरजस्ती लिएर आएको, 2 जना मात्र अल्छी लाग्छ भनेर। अनि साथी चाहिँ आएको थियो, कस्तो अल्छी मुड गरी हिँडिरहेको छ क्या, अल्छी मुड गरी हिँड्न चाहिँ आउनु मन नभएको जस्तो। अनि मैले लिएर आएको थिएँ नि त, आउनु मन नलागी लिएर आएँ कि यसलाई चाहिँ। अनि हामी चाहिँ ढिला आएको थियो आज, सो हामी बारबाडी नै आएको, लास्ट मजा गर्न आयो। त्यसपछि यहीँबाट हामी फर्केँ। यहीँबाट हामी कहाँ जाने भन्दाखेरि घन्टाघर जाउँ भने, अनि घन्टाघर तल गएर चटपटे साटपटे खाएर पानी सानी खाएर निस्क्यौँ हामी घन्टाघरतिर। घन्टाघरबाट कहाँ जाने भन्दाखेरि जमुता भने कता भन्दाखेरि इन्डिया बोर्डर भनेर फोटो खिच्ने ठाउँ छ नि त। हल्का आएपछि त अब बिरगन्ज एरिया सबै घुम्नु पऱ्यो भनेर जाउँ भनेर अनि हिँडिरहेको थिएँ। अनि त्यसपछि आज चाहिँ होला कि म चाहिँ होइन यति बाटो नाच्दै उफ्रिँदै हिँडेको थिएँ क्या। अनि म ब्लगमा चाहिँ अनि यत्रो मान्छेको अगाडि म ब्लगमा बोलेको थिएँ। अनि दाइ अब कहाँ जाने भनेको, जाउँ हामी जाँदैछौँ इन्डिया बोर्डर भनेर भन्नुभयो। अनि त्यसपछि गाडी साथी सबै प्याक थियो भने रिजर्भ। त्यसपछि बाटो गाडी खोज्दै म चाहिँ ब्लग गर्दै हिँड्दै थिएँ। अनि त्यसपछि अगाडि पनि अटोहरू थुप्रै लाग्छ कि बाटो चाहिँ, फेरि बाटोहरू थुप्रो चाहिँ बिर्सिनु होला। अगाडि इन्डिया रक्सोल जाने बाटो, इन्डिया बोर्डर बिरगन्ज आएपछि यो सबै ठाउँ घुम्नु होला। एडी टाढाबाट कोही आउनु भएको छ भने। अनि मयुरीमा म चाहिँ दाइलाई ढिलो भयो नि त, 4-5 बजी दाइलाई। अनि त्यसैले मयुरीलाई सोध्छु म, तपाईँ चाहिँ क्यामेरा समात्दै गर्नु भने हुन्छ भने। अनि त्यसपछि म चाहिँ अनि मयुरीलाई सोध्छु। अनि 300 लाग्छ अरे। अनि मैले चाहिँ रिजर्भ सुनेर चाहिँ एकजनाको 30 रुपियाँ भनेर रहेछ। मैले चाहिँ रिजर्भ सुनेर हामी चाहिँ नजाने भन्छौँ, किनकि 4-5 बजिसक्यो नि त, बेलुका भइसक्यो, हामी घर फर्किन ढिलो हुन्छ नि त। त्यसैले नजाने भनेर फर्केन। अनि अझै चाहिँ म लास्ट उफ्रिरहेको थिएँ क्या। त्यहाँबाट हामी फर्केर घन्टाघर आएपछि त अब आफ्नो एरिया आएपछि त फोटोसोटो खिच्नु पऱ्यो नि त भनेर। अनि घन्टाघरतिर जाउँ फोटो खिच्नु भनेर उतातिर जाउँ भनेर उतातिर दाइलाई लिएर गएको थियो। अनि अगाडि चाहिँ म बाटो उफ्रिँदै हिँडिरहेको थिएँ नि त, सब मान्छेहरूले हिँडिरहेको थियो भनेको। आज चाहिँ खेरि कुन जोस आयो मलाई थाहै भएन, यति उफ्रिँदै हिँडिरहेको थिएँ नि म, के भन्नु। तपाईँहरू भिडियोमै हेर्न सक्नुहुन्छ नि म कति उफ्रिँदै हिँडेको छु भनेर। अनि यता बिरगन्ज आएपछि आफ्नो एरियामा त फोटो खिच्नु पऱ्यो, त्यसैले म घन्टाघरमा फोटोसोटो खिच्छु होइन। अनि त्यसै दाइलाई चाहिँ फोटो खिचिदिनु भने म चाहिँ धेरै पोज दिएर बसेँ क्या, धेरै थरीको पोज दियो। अनि मलाई चाहिँ अनि पुरै आउनु पऱ्यो माथिको भनेर हुन्छ अनि पुरै आइसकेपछि मैले चाहिँ ब्याग स्याग फालेर फोटोसोटो खिच्छौँ कि, फोटोसोटो खिचेर अनि ब्याग स्याग फालेर फोटो खिच्छौँ। अनि साथीले चाहिँ मेरो साथीले चाहिँ अनि उसको पनि मेरो फोटो राम्रो आएको देखेर होला कि ऊ पनि फोटो खिच्नै रह्यो। अनि त्यसपछि ल हुन्छ नि त भनेर उसले फोटोसोटो खिच्यो होइन। अनि उसले पोजहरू दियो। अनि फोटोसोटो खिचिसकेपछि अनि दाइ तपाईँ पनि बिरगन्ज एरिया आएको नि त, यहाँ आएपछि यो बिरगन्ज एरिया नचिने मान्छेहरू, यो घन्टाघर भन्ने चाहिँ बिरगन्जको मान्छेहरू नचिने कोही हुँदैन क्या। त्यसैले यहाँ फोटो खिच्छौँ भनेर दाइले चाहिँ धेरै पोजहरू खतरा दिनुभयो। अनि यति भन्दै फोटो खिचिसकेपछि हामी यहाँबाट निस्किन्छौँ भनेर म चाहिँ ब्लगमा बोलाएको थिएँ। अनि दाइले चाहिँ म बोलिदिन्छु तँलाई बोल्न आएन भनेर भन्नुभयो। अनि दाइले चाहिँ राम्रोसँग बोलिदिनु भयो। सो दाइले ब्लग गरिदिनु भयो। दाइ पनि कन्फिडेन्स त खतरा हो कि, जति मान्छेको अगाडि पनि बोलिदिनुहुन्छ कि, भिडियो बनाइदिनुहुन्छ कि। यति कन्फिडेन्स बोक्नुपर्छ कि मान्छे भएपछि, लाज भन्ने मान्नु हुँदैन हुन्छ क्या होइन। केही गर्नु छ भने चाहिँ त्यसो चाहिँ हामी, त्यो मेरो साथी चाहिँ होइन सुरुमा नआउने भनेको थियो नि त, बाटोमा फोटो खिचेको थिएँ। अनि यहाँ फोटो खिच्दा ऊ चाहिँ अनि एकदम अहिले चाहिँ रमाइलो मुड चेन्ज भइसक्यो, घुम्न पाएछ होइन। सुरुमा चाहिँ नआउने भनेको थियो, अहिले चाहिँ रमाइलो हुँदै गइरहेको थियो उसलाई। अनि यताबाट साइडमा चोर बजार जस्तो छ, सस्तो बजार, चोर बजार भन्दा पनि सस्तो बजार हो कि, यो चाहिँ एकदम सस्तो पाउँछ। अनि यहाँ चाहिँ आज फेरि मौसम यति मजाको, घामको रिफ्लेक्ट यति राम्रो भइरहेको थियो, त्यस्तो घामको रिफ्लेक्टले पनि यति धेरै फोटो खिच्न मन लागिरहेको थियो। अनि म चाहिँ अनि त्यहाँ बसेर फोटो खिचिहालेँ। फोटो खिचेर अनि दाइले यहाँ भिडियो बनाइदिनु भएको रहेछ। पछाडिबाट भिडियो गरेको थाहा भएपछि त म त नाचिहालेँ क्या। अनि हाम्रो फोटोसोटो भइसकेपछि अनि बजारतिर घुम्न जाँदा मैले औँठी पसल देखेँ। औँठीमा के लग्ने भन्दाखेरि यस्तो हेरेको औँठी लग्न त मन थियो कि
केटी हराएको छ क्या, केटी कोही छैन भने केटी हराएको छ तपाईँहरूले भेट्नुभयो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो अहिले केटी हराएको छ होइन, लगिदिन त हुन्थ्यो कि केटी छैन के गर्नु, केटी नभएर बिजोग भएको छु। अब अहिले लगिदियो भने हराए हुन्छ कि भन्ने डर छ, त्यसैले जब केटी भेट्छ तब लगिदिन्छु होइन। अनि यो एरिया चाहिँ यहीँ खाएको छ, यहीँ फोहोर छ, यति फोहोर छ क्या, कपडाहरू पनि यति सस्तो पाउँछ नि। तपाईँहरू घरमा बस्दा लाउँछ नि त्यो बाहिर ननिक्लिने त्यस्तो कपडाहरू चाहिँ राम्रो राम्रो पाउँछ भने सस्तोमा। फेरि कहाँ जाने भने अनि त्यसपछि यस्तो यति सस्तो बजार आएपछि हामी किन नलग्ने, सामान एउटा नि एउटा के लग्नु पऱ्यो नि, घुमेपछि एउटा नि एउटा मिनिमम सानो सामान भयो नि केही त किन्नु पऱ्यो नि, चिन्नु यत्रो घुमेर मात्र सस्तो बजार भनेर। अनि के लग्ने भनेको अगाडि गाजर बेचिरहेको रहेछ क्या, अनि त्यसो हामीले भोलि चाउमिन खाने भनेर चाउमिन लिएर घरमा राखेको थियो। त्यसैले अनि गाजर किनौँ न भने गाजर किनेको चाउमिनमा युज हुन्छ नि त पकाउँदाखेरि। अनि त्यसपछि त्यो गाजर किनेको मैले, अनि कसरी किलो भनेको त 20 रुपियाँ किलो र हाम्रोतिर त 40 रुपियाँ किलो, सस्तो के 1 किलो नै सस्तो के, डबल सस्तो। अनि त्यसपछि हामी त्यो अङ्कलले प्याक्सा गरिदिनु भएपछि निस्केर हामी चटपट दोकानमा आउँछौँ, चटपट खायो, चिसो पानी मागेर चटपटी खान्छ होइन। अनि चटपटी खाएपछि यो अङ्कलको पसलको नाम चाहिँ फेरि 3 स्टार चटपटे पसल छ क्या, फेरि त्यहीँ बिहानको अगाडि नजिकै छ क्या चटपटे पसल पनि। बिहान पार्क हुन्छ नि सबैजना खाइदिनु त्यहाँ जाने बेला चटपटे पसलमा, अनि चटपटे खाइसकेपछि अङ्कलसँग हाम्रो गफगाफ भयो कि।